देख्न सक्नुहुन्छ बिल्डिङ एउटा ट्राफिक आएर मलाई के सोध्यो कि तपाईँले आइसक्यो हामी त्यहाँ हेलो गाइस स्वागत छ तपाईँहरूलाई मेरो भ्लगमा। आज चाहिँ जति नयाँ साथीहरू छ सबैजनाले सब्सक्राइब गरिदिनु च्यानललाई। आज चाहिँ म एकैछिन हुन्छ होला ब्याग लिएर कहाँ जान्छ केटा भनेर आज चाहिँ म किनकि काममा चाहिँ नयाँ ड्युटीमा मेरो नयाँ काममा आज चाहिँ मेरो नयाँ काममा जाँदैछ। तपाईँहरूलाई मेरो काम के हो सब देखाउने जान्छ तपाईँहरूलाई। अनि एउटा कुरो सबैजनालाई 2000 वर्ष सबैलाई शुभकामना भन्छु। गाइस पैसा बिना जिन्दगी चल्दैन रहेछ, गाह्रो रहेछ पैसा बिना जिन्दगी चलाउनलाई। त्यही भएर काम पठाएको जयसुकै जाने सिकेको कामहरू होइन गाइस। र अब साथीहरू आफूले जाने बित्तिकै काम गर्नु पर्दो रहेछ। त्यही हो साथीहरू लाइफमा पैसा चाहिँ धेरै इम्पोर्टेन्ट हुँदो रहेछ। त्यो आएर थाहा भयो मैले पैसा चाहिँ एकदम लाइफमा पैसा भयो भने त सबैको खोज्छ कि सबैको नाता गर्नु सबै छ पैसा भने चाहिँ छैन। देख्न सक्नुहुन्छ नेपालको सवारी साधनहरू छ नि गाइस। अनि एउटा कुरो भन्दा त्यस्तो म चाहिँ याद छ नि गाई हिँडेर जान किनभने 1.5 घन्टा टाइम लाग्छ। 1.5 घन्टा टाइम लाग्छ। अब देख्नुहुन्छ घाम पनि भर्खर हो। सबै टुरिस्ट बसहरू छ अगाडि देख्न सक्नुहुन्छ सबै टुरिस्ट बसहरू। ओहो मलाई यो बस चाहिँ एकदम मन पऱ्यो। मैले पल्लो पनि त्यस्तो राम्रो छैन गाइस। लाइफमा केही नभए भने गाइस मलाई नि मलाई मुस्ताङले जान मन छ देख्न सक्नुहुन्छ। त्यही भएर साथ सपोर्टले जान्छ च्यानललाई सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला होइन गाइस। टुरिस्ट ट्रेनहरू चाहिँ देख्न सक्नुहुन्छ यहाँ अगाडि यो सब टुरिस्ट बसहरू छ। कति धेरै हो त नि बस पनि। मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँले नेपाली जनताले लुटेर बनाएको एनसिएलले बनाएको ठुलो बिल्डिङ देख्न सक्नुहुन्छ अगाडि। उसले बनाएको एउटा स्पोर्ट ग्राउन्ड भनौँ न, एउटा फुटबल ग्राउन्ड। यो देख्न सक्नुहुन्छ सिएस कलेजको बिल्डिङ, नेपालको हाइएस्ट बिल्डिङमा एक पर्छ यो। साथीहरू म चाहिँ राष्ट्रपति भवन अगाडि आइपुग्छ होइन। अहिले देख्न सक्नुहुन्छ यो चाहिँ राष्ट्रपति भवन हो। अनि सुनौँ साथीहरू जुन जो चोर फटा हुन्छ नि त्यसको लागि चाहिँ सिक्युरिटी धेरै कि देख्नुहुन्छ। बाहिरमा साइडमा ट्राफिकहरू दिएर राखेको हुन्छ होइन। जुन चाहिँ चोर फटा हुन्छ नि त्यसको लागि नेपालको पुलिस एकदम खत्तम छ साथीहरू देख्न सक्नुहुन्छ। जो राष्ट्रपति निवास हो यो जाने गेट होइन जसको लागि देख्नुहुन्छ तपाईँले धेरै सेक्युरिटीहरू। साथीहरू अनि मैले भर्खर तपाईँको त्यो राष्ट्रपति भवन देखाउँदै थिएँ नि त्यो देखाउँदा के भन्नु नि एउटा ट्राफिक आएर मलाई के सोध्यो कि तपाईँले के खिच्यो भनेर सोध्यो कि मलाई। मैले चाहिँ म भ्लग बनाउँछु यसो त्यो भित्र कुरा लिएको भनेको थियो। म त सिधै फर्कायो हो। मैले डिलिट पनि गर्न लागेको थियो त्यो भिडियो। मैले डिलिट चाहिँ गरेर पाएन। तपाईँको नेपालको पोलिसी चाहिँ यति खतम छ कि साथीहरू के भन्नु तपाईँलाई सब थाहा होला होइन। यो भित्रभित्र सब खाइसक्यो कि मलाई अहिलेका नेताहरूमा सबसे राम्रो लाग्ने एउटा बालेन ठिकै लाग्छ। सब खतम। मैले भर्खर ल्याएको थिएँ तपाईँ एउटा भ्लग रहेछ अगाडि खिच्दैन छ राष्ट्रपति भवनको रहेछ खिच्दैन थियो तपाईँले। मलाई त रोकेर के भन्यो भने के खिच्यो कि भने पर्मिसन दिन्छ खिच्नलाई भने यस्तो चोर फटाहरूको लागि यस्तो दिएर हेर्नु त यस्तो टाइट छ। जो चाहिँ देशमा बसेर जनतालाई लुटेर खाइरहेको छ नि खत्तम छ नेपाल। मलाई त साथीहरू सिधै थर्केर क्या के गरेर के खिचेको पर्मिसन दिएर खिच्न सिधै थर्केर मैले त। यस्तो चोर फटाहरूको लागि होइन त यस्तो टाइट छ। नेपाली जनतालाई नेपाली जनता लुटेर खाइरहेको छ देखाएको छैन होइन। खत्तम छ दाइ के गर्नु पोलिटिक्स नेपालको पोलिटिक्स पुरै नराम्रो साथीहरू। यिनीहरू हुने चाहिँ देश विकास भनेर सोच्न पनि पर्दैन। नयाँ जनता अब मलाई लाग्छ कि साथीहरू अब 84मा चाहिँ केही चेन्जेस आउँछ कि भन्ने विश्वास छ। हेरौँ के हुन्छ लेट्स सी। साथीहरू ठ्याक्कै म पनि अफिस पनि आइपुग्ने बेला भएको होइन। अन्त साथीहरू एउटा कुरो छ नि साथीहरू बालिन जुन तब बालेन आएको नि तब बालिन सरकार आयो नि तब साथी यो काठमाडौँ धेरै चेन्जेस भएको नि थाहा तपाईँले होइन। त्यो ठाउँ ठाउँमा विकास बाटोसाटो घाटाहरू सबै सरसफाइ त्यस्तै पहिला भने धेरै चेन्जेस बालेनले गरेर एकदम सफा भएको छ काठमाडौँ आजकल। थ्याङ्क यू सो मच बालेन। साथीहरू म चाहिँ ठ्याक्क लगाएर अफिस आइपुगेको छु। त्यहाँ अगाडि एक गेट छ मेरो अफिसको। यहाँ चाहिँ ग्लोबल टिपिङ अफिस। तपाईँ के नाम तपाईँको नाम भनिदिनु।
आकाश न मेरो भ्लगमा स्वागत छ तपाईँलाई। त्यो चाहिँ हाम्रो अफिस टेन्सन हुन्छ साथीहरू। म चाहिँ अफिस अपेक्षा छ होइन। अनि एउटा कुरो भन्न चाहन्छु साथीहरू, मैले चाहिँ किन अफिसको होइन तपाईँको प्रोडक्टहरू स्टोर्सहरू देखाउन मिल्दैन, त्यही भएर तपाईँहरू नरिसाउनु होला होइन। म चाहिँ आज बाहिर काम जान्छ, मेरो बाहिर काम हुन्छ, लाइभ प्रोग्राम हुन्छ, खै कुन एउटा हस्पिटलको प्रोग्राम छ अरे, त्यसको लागि म बाहिर जान्छु। त्यो सब तपाईँहरूलाई देखाउँछु कसरी काम गर्छ, के हुन्छ, अनि टिभीमा कसरी जाँदो रहेछ, सब तपाईँहरूलाई देखाउँछु। हेर्दै गर न भिडियो स्किप नगरिकन होइन। सबैले जति पनि नयाँ साथीहरू हुन्छ सबैले च्यानल सब्सक्राइब गर्नु होला होइन। साथीहरू म चाहिँ केमा काम गर्छु होला भनेर होला, म चाहिँ खासमा पत्रकारमा काम गर्छु। पत्रकारमा भिडियोग्राफर मैले क्यामराम्यान होइन, बुझिहाल्नुहुन्छ तपाईँले। अब म चाहिँ क्यामराम्यान हो, त्यही भएर अब सेटअप गर्दैछु म पनि भेट्नुहुन्छ। सिगरेटहरुमा उहरुमा इभन स्प्रेड तर हुक्का मजाले पाइन्छ, ई सिगरेट मजाले पाइन्छ भनेपछि भोकै ललाई हामीले अलिकति स्ट्रेन्थन गर्छौँ। अत्याधुनिक अस्पताल चलाउने र बिरामीलाई उच्च हेरचाह प्रदान गर्दै रहेको छ। करोड खर्च गरेर हामीले बनाएका 3टा ठुल्ठुला बिल्डिङहरू छन्। हामी चाहिँ अब काम सकाएर हिँड्न लागेको देख्नुहुन्छ छ काम सकाएर। ल आजको काम कस्तो भयो? खतरा दामी खतरा ल। मेरो काम त के भन्नु भाइ के नाम चाहिएको के अरे हुन्छ नि भ्लगमा आए गरिदिनुहोस्। तर सधैँ रेगुलर आउँछ हामी फेरि भ्लगमा अब है सँगै काम गर्छौँ हामी। त्यो काम पनि सँगै गर्छौँ, रमाइलो पनि सँगै गर्छौँ होइन। खानु पाउँछ सबैहरूले बिल पठाएर त्यो प्यानमा पठाइरहेको प्यानमा ल भिडियो त्यही कुरा हुन्छ होइन। प्यानमा खातामा छ अरे पूजा कस्तो मैले हाल्दा तल नयाँ लागेर दिएर हाम्रो काम सक्यो जाँदैछ। त्यो काम कस्तो भयो? हाम्रो क्यामेरा सिक्दै हो आज। तिमीहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो। तिम्रो घर छ मलाई कस्तो भयो? तिमीलाई कस्तो लाग्यो सोध्यो उसले? तिमीलाई कस्तो लाग्यो सोध्यो उसले? काम कस्तो भयो आज? ल राम्रो भयो। दाइ भन्नु मलाई त सब अमिलो पानी आएर के गर्ने हो भने साथीहरू आजको लागि भ्लग यति नै होइन। आज म चाहिँ रुममा आइपुग्यो, अफिस गएर कामहरू गरेर दिनभरि काम गरेर एकदम थाकेछु साथीहरू, दिनभरि काम गर्दा। त्यही भएर जति पनि नयाँ साथीहरू हुनुहुन्छ सबैले च्यानल सब्सक्राइब गरिदिनु र सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु। आजको लागि भिडियो यति नै।